वर्षौंदेखि विकास र परिवर्तनको आशामा बाँचेका जनता, जसलाई जडा गाडेर बसेको राजनीतिले भित्रैबाट मारिरहेको थियो, त्यही छटपटाइरहेका जनताको मनमा परिवर्तनको आगो सल्काउन काँटी बन्यो भाद्र 22 गतेको जेन्जी आन्दोलन। उक्त आन्दोलनले राजनीतिमा ठुलो परिवर्तन नै ल्याइदियो। नयाँ अनुहारहरू आए र पुराना नेताहरूलाई मजाले प्रश्न पनि गरियो। तर अहिले सामाजिक सञ्जाल खोल्दा अर्को प्रश्न पनि देखिन्छ। आखिर के भयो त? रोजगारी कहाँ आयो? भ्रष्टाचार कहाँनिर रोकियो? विदेशी नै युवाको संख्या घट्यो कि अझ बढ्दैछ? यता सरकारले भने बजेट मार्फत विभिन्न योजनाहरू देखाइरहेको छ। तर प्रश्न त फेरि उही नै हो। हाम्रो नेपालमा घोषणा कम र कार्यान्वयन बढी चाहिएको होइन र? किनकि यस्ता बाचा त हामीले अघिल्ला बजेटहरूमा पनि सुनेकै थियौँ। यदि 12 लाख रोजगारी सिर्जना हुन्छ भने किन अझै युवाको पहिलो रोजाइ विदेश नै छ? यदि हाम्रो शिक्षामा सुधार हुँदैछ भने हाम्रा विश्वविद्यालयका विद्यार्थीहरू अझै पनि किन निराश देखिन्छन्? आखिर किन जनताले अझै पनि विश्वास गर्न सकिरहेका छैनन्? हामी परिवर्तन चाहन्छौँ र पर्खन पनि तयार छौँ है, तर यसपटकको पर्खाइ भने पहिलाको जस्तो लामो नहोस्। नयाँ सरकार सफल भयो कि असफल भयो त्यो निर्णय आजै गर्न अलि हतार हुन सक्छ। तर फेरि एउटा कुरा निश्चित छ है, जसको नाममा युवाले आन्दोलन गरे, जसको आशामा मत दिए, अब त्यो आशाको परीक्षा सुरु भइसकेको छ। तपाईलाई के लाग्छ? नेपाल सही दिशामा जाँदैछ कि हामी फेरि अर्को निराशातर्फ अघि बढिरहेका छौँ? कमेन्ट गर्नुहोस् है त।